हामी सोच्छौं बिउ छर्नु भनेको त खाल्डो खन्यो, पुर्यो, सक्यो। तर के यो यति नै हो त? होइन। हरेक दाना बिउभित्र एउटा विज्ञान लुकेको हुन्छ जसले बालीको भविष्य नै तय गर्दिन्छ। आज हामी त्यही विज्ञानको पर्दा उगाड्दैछौं। सुन्दा अचम्म लाग्ला, तर हो केवल बिउ छर्ने तरिकालाई वैज्ञानिक ढंगले बदल्ने हो भने उत्पादनमा 40% वृद्धि सम्भव छ। यो कुनै जादु होइन, यो हो बिउको पछाडिको शुद्ध विज्ञान। त्यसो भए आजको हाम्रो यात्रा कस्तो हुनेछ त? हामी सुरु गर्नेछौं त्यो 40% उत्पादन वृद्धिको रहस्यबाट। त्यसपछि बिउभित्रै छिरेर हेर्नेछौं त्यहाँ के हुन्छ। प्राइमिङ भन्ने जादुमयी टेक्निकको बारेमा बुझ्नेछौं अनि एउटा यस्तो गल्तीबारे जान्नेछौं जसले सबै मेहनत खेर फाल्न सक्छ। त्यसलाई कसरी समाधान गर्ने, अर्थात् माटोको चिस्यान कसरी कायम राख्ने र अन्त्यमा यी सबै ज्ञानलाई समेटेर एउटा सजिलो व्यावहारिक योजना बनाउनेछौं। ल, अब ढिला नगरौं, सुरु गरौं पहिलो खण्डबाट। यो 40% उत्पादन बढ्ने कुराको चुरो के हो त? यसो सोच्नुस् त, हामीले 100वटा बिउ छर्यौं, एउटा अवस्थामा 60वटा मात्रै, त्यो पनि मरणछ्यासे बिरुवा उम्रियो, अर्कोमा 95वटा, त्यो पनि एकदमै स्वस्थ र बलिया बिरुवाहरू। यो आकाश जमिनको फरक कहाँबाट सुरु भयो? हो, त्यही पहिलो दिन बिउ छर्ने क्षणबाटै। सानो सुरुवातले नै उत्पादनमा ठूलो प्रभाव पार्छ। यो फरकलाई राम्ररी बुझ्न अब हामी बिउभित्रै पस्नुपर्छ। चाहे त्यो मकै होस्, गेडागुडी होस् वा धान, हरेक बिउले उम्रिनका लागि एउटा 3 चरणको यात्रा पार गर्नुपर्छ। आउनुहोस् यो यात्रालाई नजिकबाट निहालौं। यो यात्राका 3 मुख्य गुम्तीहरू छन्। पहिलो हो इम्बिबिसन, अर्थात् बिउले पानी सोच्ने प्रक्रिया। दोस्रो हो ल्याग फेज, जहाँ भित्रभित्रै ठूलो तयारी चल्छ। र तेस्रो हो जरा र टुसा बाहिर निस्किने अन्तिम चरण। पहिलो चरणमा के हुन्छ भने बिउले स्पन्जले जस्तै ह्वात्तै पानी तान्छ। यो एक भौतिक प्रक्रिया मात्रै हो, अरू केही होइन। सुक्खा बिउमा पानी पसेपछि त्यो टन्न फुल्छ र भित्र सुतेका सबै मसिनरीहरू बिस्तारै बिउजिन थाल्छन्। अब आउँछ दोस्रो चरण, ल्याग फेज। बाहिरबाट हेर्दा बिउमा केही पनि भइरहेको देखिँदैन, एकदमै शान्त, तर भित्र भने ठूलो युद्ध चलिरहेको हुन्छ। पानी सोच्ने गति त कम हुन्छ, तर भित्र नयाँ प्रोटिन बन्ने, डिएनए मर्मत गर्ने र उम्रिनलाई चाहिने ऊर्जाको भण्डार तयार पार्ने काम तीव्र गतिमा हुन्छ। यो भनेको दौडिनु अघि धावकले गेट सेट भनेर तयारी गरेको जस्तै हो। अनि बल्ल आउँछ तेस्रो र अन्तिम चरण, जहाँ हामीले वृद्धि देख्न सक्छौं। पहिले सानो जरा बाहिर निस्कन्छ अनि त्यसलाई पछ्याउँदै टुसा। एक पटक यो चरण सुरु भएपछि अब पछाडि फर्कने कुनै बाटो रहँदैन। यो पोइन्ट अफ नो रिटर्न हो। ल, अब जब हामीले यो 3 चरणको प्रक्रिया बुझ्यौं, एउटा प्रश्न उठ्छ, के हामी यो प्रक्रियालाई छिटो बनाउन सक्छौं? हो, सक्छौं। र त्यही वैज्ञानिक सर्टकटको नाम हो बिउ प्राइमिङ। प्राइमिङलाई बुझ्न त्यही खेलाडीको उदाहरण फेरि लिउँ। प्राइमिङ गर्नु भनेको बिउलाई दौडको लाइनमा लगेर सेट पोजिसनमा राखिदिनु जस्तै हो। अब यसलाई दौडिनका लागि केवल गो भन्ने इशारा मात्र चाहिन्छ। यहाँ हेर्नुस् त, फरक कति स्पष्ट छ। प्राइम नगरेको बिउलाई माटोमा छलेपछि त्यो दोस्रो चरण अर्थात् तयारीको चरण आफै पूरा गर्नुपर्छ। त्यसैले यो सुक्खा माटोमा केही समय पर्खिन सक्छ। तर प्राइम गरिएको बिउले त्यो तयारीको चरण पहिले नै पूरा गरिसकेको हुन्छ। त्यसैले माटोमा चिस्यान पाउने बित्तिकै यो तुरन्तै उम्रिन्छ, त्यो पनि छिटो र एक नासले। तर हरेक शक्तिशाली कुराको एउटा जोखिम पनि हुन्छ, हैन? प्राइमिङको यो फाइदासँगै एउटा यस्तो गम्भीर खतरा जोडिएको छ जसमा धेरैजसो मानिसले ध्यान दिँदैनन्। प्राइमिङ यति राम्रो हो भने त्यस्तो के खतरा होला त यसमा? आउनुहोस् अब त्यही बुझौं। प्राइम गरिएको बिउको भाग्य केवल एउटै कुरामा निर्भर गर्छ, माटोको चिस्यान। यदि यसलाई चिसो माटोमा छरियो भने यसले आफ्नो यात्रा पूरा गर्छ र बलियो बिरुवा बन्छ। तर यदि त्यही प्राइम गरिएको बिउलाई गल्तीले सुक्खा माटोमा छरियो भने त्यो विनाशकारी हुन जान्छ। बिउले प्राइमिङ इन्जुरी भोग्छ, भित्रका कोषहरू मर्न थाल्छन् र अन्ततः पुरै बाली नै सखाप हुन सक्छ। प्राइमिङ इन्जुरी भनेको के हो? यसको मतलब हो बिउभित्रका कोशिकाहरूको झिल्ली च्यातिन्छ, प्रोटिनहरू काम नलाग्ने हुन्छन् र त्यो सानो जरा जसले बिरुवालाई जीवन दिनुपर्ने थियो त्यो आफै मर्छ। ठिक छ, यो खतरा त निकै गम्भीर रहेछ। त्यसो भए यसबाट बच्ने उपाय के हो त? समाधान एकदमै सरल छ र त्यो माटोमै छ।
अब हाम्रो ध्यान सही सिँचाइ र माटोको चिस्यान व्यवस्थापनमा हुनुपर्छ। सिँचाइ कहिले गर्ने भन्ने कुराले सबैभन्दा ठूलो फरक पार्छ। हेर्नुहोस्, प्राइम गरिएको बिउको लागि छर्नु अघि नै सिँचाइ गर्नु सुनौलो नियम हो। यसले माटोमा एकनासको चिस्यान बनाउँछ र जोखिम शून्य हुन्छ। छरेपछि सिँचाइ गर्दा प्राइम नगरिएका बिउलाई त खासै फरक पर्दैन, तर प्राइम गरिएका बिउका लागि यो ढिलाइ ज्यादै खतरनाक साबित हुन सक्छ। यो किन पनि महत्त्वपूर्ण छ भने सुरुका हप्ताहरूमा त्यो सानो टुसालाई माटोलाई धकेलेर बाहिर निस्कन एउटा शक्ति चाहिन्छ। त्यो शक्ति भनेको माटोको माथिल्लो 5 देखि 10 सेन्टिमिटरमा रहेको चिस्यानले दिने टर्गर प्रेसर हो। यदि त्यो प्रेसर भएन भने टुसा माटो मुनि नै निस्सासिएर मर्न सक्छ। ल, हामीले विज्ञान पनि बुझ्यौं, जोखिम पनि थाहा पायौं र समाधान पनि। अब यी सबै कुरालाई एउटा सरल 5 बुन्दे योजनामा समेट्ने बेला भएको छ। उच्च उत्पादनको लागि यो निर्देशिका याद गरौँ। 1. छर्नु अघि माटोको चिस्यान जहिले पनि जाँच्ने। 2. सकेसम्म बिउलाई प्राइम गर्ने, खास गरी कोसेबालीहरूलाई। 3. यो सबैभन्दा महत्त्वपूर्ण हो, प्राइम गरिएका बिउलाई चिसो माटोमा मात्र, फेरि सुन्नुहोस् मात्र, चिसो माटोमा छर्ने। 4. यदि आवश्यक छ भने बिउ र माटोको सम्पर्क गराउन तुरन्तै सिँचाइ गर्ने। र 5. पहिलो 2-3 हप्तासम्म हल्का तर निरन्तर सिँचाइ गरेर माटोको सतहलाई ओसिलो बनाइराख्ने। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। यदि विज्ञानले एउटा सानो बिउको क्षमतालाई यति धेरै बढाउन सक्छ भने कल्पना गर्नुहोस् त, यसले हाम्रो पुरै खेतबारीमा अरू के कस्ता चमत्कार गर्न सक्ला।